तपाईको फेसबुकमा यो मोनिटाइजेसन सेटअप आएको छैन। अब तपाईले आफ्नो फेसबुकमा यो मोनिटाइजेसन सेटअप कसरी ल्याउने त? यो जान्नुभन्दा पहिला साथीहरु तपाईलाई एउटा रिक्वेस्ट, भिडियोलाई एक लाइक दिनु होला, फलो गर्नुभएको छैन मलाई फलो पनि गर्नु होला। तपाईको केही पनि जान्दैन। यसले गर्दाखेरि साथीहरु यस्तै जानकारी भिडियो फेरि पनि तपाईले तुरुन्तै पाउनुहुनेछ। तपाईको फेसबुकमा फेसबुक मोनिटाइजेसन सेटअप ल्याउनका लागि तपाईले पहिला 5000 फलोअर र 60000 घण्टा वाच टाइम पुर्याउनु पर्ने हुन्छ। तपाईले आफ्नो फेसबुकमा यो मोनिटाइजेसन सेटअप ल्याउनका लागि तपाईले 5000 फलोअर र तपाईले अपलोड गरेको भिडियोमा 60000 घण्टा वाच टाइम तपाईले पूरा गर्नुभयो भने पक्कै पनि तपाईको फेसबुकमा यो मोनिटाइजेसन सेटअप पूरा हुन्छ। यदि तपाईको फेसबुकमा 5000 फलोअर पूरा छैन भने तपाईले निरन्तर तपाईले आफ्नो फेसबुकमा भिडियो अपलोड गर्दै जानुहोस् पक्कै पनि तपाईको 5000 फलोअर पुग्छ र तपाईले अपलोड गरेको भिडियोमा वाच टाइम जस्तै 60000 घण्टा वाच टाइम भनेको छु, त्यो तपाईको प्रत्येक भिडियोको मिनेट तपाईको जोडिन्छ। त्यसरी एउटै भिडियोमा मात्रै 60000 घण्टा वाच टाइम होइन। तपाईले भिडियो अपलोड गर्दै जानुहोस् पक्कै पनि तपाईले एकदमै चाँडै पुर्याउन सक्नुहुन्छ। यो तपाईले 5000 फलोअर र 60000 घण्टा वाच टाइम पुराइसक्नु भयो भने पक्कै पनि तपाईको मोनिटाइजेसन सेटअप आउँछ। यति आइसकेपछि मात्रै तपाईको फेसबुकबाट तपाईले भिडियो अपलोड गरेर निरन्तर पैसा कमाउन सक्नुहुन्छ।